सूचनाको हक यानि कि जान्न पाउने अधिकार यो त मोडर्न डेमोक्रेसीको एउटा एकदमै महत्त्वपूर्ण खम्बा हो नि होइन र? यसले नै हो सरकारलाई पारदर्शी र हामीप्रति जवाफदेही बनाउने। तर यहाँ एउटा प्रश्न उठ्छ, के यो अधिकारको कुनै सीमा नै छैन त? के हामीले चाहेको हरेक कुरा जान्न पाउनुपर्छ? आखिर जनतालाई थाहा पाउने हक कतिसम्म हुन्छ? आउनुहोस् आज यही विषयमा गहिरिएर हेरौँ। ल, आज हामी जुन कुरा गर्दैछौँ त्यसको आधार यही ह्यान्ड रिटन नोट हो। यसले सूचनाको हकमा कहाँ कहाँ र किन सीमा लगाइएको छ, यानि कि के कस्ता जानकारी दिन मिल्दैन भनेर प्रस्ट्याउँछ। यो कुनै काल्पनिक कुरा होइन, यो त नेपालमै लागू भएको नियमको सार हो। त्यसो भए यो सूचनाको हक, राइट टु इन्फर्मेसन, आखिरमा हो तरिके? एकदमै सरल भाषामा भन्दा यो हामी नागरिकलाई सरकारी वा सार्वजनिक निकायमा भएको जानकारीमा पहुँच दिने एउटा मौलिक अधिकार हो। यसको मुख्य लक्ष्य भनेकै पारदर्शिता र जवाफदेहिता बढाउनु हो। तर कुरा यति सिधा पनि छैन, यहाँ एउटा ब्यालेन्स मिलाउनु पर्ने हुन्छ। आज हामी यही सन्तुलनका 5वटा महत्त्वपूर्ण पक्षहरू हेर्नेछौँ। राष्ट्रको संरक्षण, न्यायको पालना, अर्थतन्त्रको सुरक्षा, सामाजिक सद्भावको रक्षा र सबैभन्दा महत्त्वपूर्ण व्यक्तिगत गोपनीयता। ल, सुरु गरौँ पहिलो खण्डबाट, राष्ट्रको संरक्षण। यो सायद सबैभन्दा फराकिलो र संवेदनशील अपवाद हो। हाम्रो स्रोतमा के लेखिएको छ भने नेपालको सार्वभौम सत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा जस्ता कुरामा असर पर्ने जानकारी दिन मिल्दैन। मतलब यस्तो जानकारी जसले देशको अस्तित्वमै प्रश्न उठाउन सक्छ त्यो गोप्य राखिन्छ। यसको अर्थ के हो त? एकछिन सोच्नुस् त, यदि हाम्रो देशको सैन्य रणनीति वा अरू देशसँग भएका गोप्य कूटनीतिक संवादहरू सार्वजनिक भयो भने के हुन्छ होला? पक्कै पनि यसले देशको सुरक्षालाई ठूलो जोखिममा पार्छ। त्यसैले यस्ता विषयहरूलाई गोप्य राख्नु जरुरी छ। अब लागौँ हाम्रो दोस्रो खण्डतिर, न्यायको पालना। स्रोतले स्पष्ट भनेको छ कि अपराधको अनुसन्धान वा मुद्दा मामिला चलिरहेको बेला त्यसलाई असर पार्ने कुनै पनि जानकारी रोक्न सकिन्छ। किनभने सूचनाको अधिकारले न्यायको बाटो छेक्नु त भएन नि। कल्पना गर्नुस् त, पुलिसले कुनै गम्भीर अपराधको अनुसन्धान गर्दैछ र सबै कुरा मिडियामा छ्यापछ्याप्ती आयो भने के होला? अपराधी भाग्न सक्छ, प्रमाणहरू नष्ट हुन सक्छन्। त्यसैले निष्पक्ष अनुसन्धान र सुनवाईका लागि केही कुराहरू गोप्य राख्नै पर्ने हुन्छ। देशको सुरक्षा र न्यायको कुरा गर्यौं, अब त्यत्तिकै महत्त्वपूर्ण अर्को पाटोमा जाउँ, देशको अर्थतन्त्रको सुरक्षा। यो बुदाले के भन्छ भने देशको आर्थिक, व्यापारिक वा मौद्रिक हितमा गम्भीर असर पार्ने विषयको जानकारी पनि सार्वजनिक गर्न मिल्दैन। आर्थिक जानकारीहरू निकै संवेदनशील हुन्छन् र तिनको सुरक्षा गर्नु एकदमै आवश्यक छ। जस्तै राष्ट्र ब्याङ्कले ब्याजदरबारे लिने निर्णय समय अगावै लिक भयो भने स्टक मार्केटमा त तहल्का मचिन्छ नि, होइन र? त्यसैगरी कुनै कम्पनीको ट्रेड सिक्रेट वा नयाँ आविष्कारको कुरा बाहिरियो भने त देशको अर्थव्यवस्थालाई नै घाटा हुन सक्छ। अब अलि फरक पाटोमा जाउँ, ठूला ठूला राष्ट्रिय कुराबाट समाजभित्रको सम्बन्धको कुरा गरौँ। चौथो खण्ड, सामाजिक सद्भावको रक्षा। यहाँ भन्न खोजेको के हो भने सूचनाले समाजलाई जोड्ने काम गर्नुपर्छ, तोड्ने होइन। व्यक्तिगत वा कुनै समुदायबीचको राम्रो सम्बन्धमा खलल पुर्याउने जानकारीलाई रोक्न सकिन्छ। मतलब यस्तो कुनै जानकारी जसले दुई समुदायबीच फाटो ल्याउन सक्छ, घृणा फैलाउन सक्छ वा कसैको व्यक्तिगत सम्बन्ध नै बिगार्न सक्छ, हो त्यस्तो सूचना रोक्न सकिन्छ। आखिर समाजको शान्ति र एकता सबैभन्दा महत्त्वपूर्ण हो। र अब हाम्रो अन्तिम तर एकदमै महत्त्वपूर्ण खण्ड, यो हामी सबैसँग प्रत्यक्ष जोडिएको छ, व्यक्तिगत गोपनीयताको रक्षा। यो बुदा चाहिँ सिधै व्यक्तिमा केन्द्रित छ। यसले के भन्छ भने कसैको निजी जीवन, उसको ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा नै खतरा हुने खालको जानकारी दिन मिल्दैन। यो जान्न पाउने अधिकार र निजी जीवनको अधिकार बीचको एउटा लक्ष्मण रेखा हो। आखिर जान्न पाउने अधिकारको नाममा कसैको निजी मेडिकल रिपोर्ट वा उसको सम्पत्तिको विवरण सार्वजनिक गरेर उसको जीवनै खतरामा पार्न त भएन नि, होइन त? त्यसैले सूचनाको हकले गोपनीयताको अधिकारलाई पनि सधैँ सम्मान गर्नुपर्छ। ल, आजको छलफलबाट के बुझियो त? कुरो के हो भने पारदर्शिता लोकतन्त्रको लागि नभई नहुने कुरा हो, तर यो सधैँ निरपेक्ष हुँदैन। यसलाई राष्ट्रको सुरक्षा, अर्थतन्त्रको स्थिरता, सामाजिक एकता र व्यक्तिको गोपनीयता जस्ता कुराहरूसँग सन्तुलनमा राख्नै पर्छ। तर यहाँ एउटा सबैभन्दा ठूलो र गाह्रो प्रश्न बाँकी नै रहन्छ।
आखिर यो पारदर्शिता र गोपनीयता बीचको सीमा कहाँ कोर्ने त? अनि यो निर्णय गर्ने अधिकार कसलाई हुन्छ? व्यवहारमा यी नियमहरू लागू गर्दा यही नै सबैभन्दा ठूलो चुनौती हो।